आज यो मेरो राज्यमा धेरै भक्तजनहरू कहाँबाट आए? अब ब्रह्माजीको तपस्या गर्नुपर्छ। म ब्रह्माजीको तपस्या गर्छु। यसरी पनि भएन। अब कसरी बस्ने, कसरी तपस्या गर्ने होला, कसरी गर्ने होला? यो सिरतेज राखेर अब उल्टो उल्टो गरेर तपस्या गर्नुपर्छ। देखि म प्रसन्न छु। उठ बाबु। पर्वदेव, मैले हजुरलाई पाउनको लागि कठोर तपस्या गरेँ। आज मेरो तपस्यादेखि प्रसन्न भएर प्रकट हुनुभयो। म धन्य छु। यत्रो कठोर तपस्या गरेर के इच्छाले तिमीले यत्रो कठोर तपस्या गर्यो बाबु? मलाई त पराक्रमी हुनको लागि
मेरो भाइलाई हिरण्यक्षलाई वध गरे, विहोल भए, अनि हजुरलाई तपस्या गरे भाइको जस्तो वियोग हुन नपरोस्। म यही वरदान पाउनको लागि हजुरलाई मैले तपस्या गरेँ। आफ्नो आफ्नो कर्मको फल सबैले भोग्नु पर्ने हुन्छ। तिमीले तपस्या गर्यौ, म प्रसन्न छु। तसर्थ तिम्रो के वर माग्ने इच्छा छ आफ्नो इच्छा प्रकट गर बाबु। ब्रह्मदेव, हजुरले सृष्टि गर्नुभएको कुनै पनि प्राणीबाट म मर्न नपरोस्। म आकाशमा पनि नमरौँ, म पातालमा पनि नमरौँ, म जलमा पनि नमरौँ, म थलमा पनि नमरौँ, म काँचोमा पनि नमरौँ, म सुकेकोमा पनि नमरौँ, न दिनमा मरौँ, न रातमा मरौँ। मलाई यो वरदान दिइबक्सियोस्। यो साह्रै यस्तो वर माग्यौ, पहिला मैले वचन दिइसकेँ। तसर्थ हुन्न भन्न पनि मिल्दैन। तैपनि वचन दिइसकेको हुनाले तथास्तु। मेरो मात्र गर्नेछौ। सैनिक हो सरकार, म हाम्रो राज्यमा कसैले पनि भगवानको पूजा गर्छ भने उसलाई पुरै छेदन गरिदिनु। अब तिनै लोक मेरो अधिपतमा छ। हस् सरकार, हस् हस् सरकार, हस्। कसैले पनि विष्णुको जप तप गर्ने छैन, केवल गर्ने छ त मेरो मात्रै गर्ने छ। यो तिनै लोक मेरो अधीनमा छ। सैनिक हो हजुर सरकार, हजुर भन्नुहोस् सरकार। अब यत्रो राज्य सञ्चालन गर्नु छ मेरो पुत्र प्रहलादलाई। हजुर अब केही शिक्षा दिनुपर्ने हुन्छ। हजुर जाऊ, प्रहलाद कहाँ छन्? प्रहलादलाई लिएर आओ। हस् सरकार, हस्। अब यो तिनै लोकको अधिपति लाभ भएपछि कसले के गर्न सक्ने? बाबु प्रहलाद, हजुर बाबु प्रहलाद, हेर यो तिनै लोक राज्य हाम्रो कब्जामा भइसकेको छ। अब तिमी पनि पराक्रमी बन्नु छ, म जस्तै बन्नु छ। अब तिमीले केही ज्ञानका कुराहरू, अस्त्र शस्त्रका कुराहरू, कसरी हतियार चलाउने, दुश्मनलाई कसरी पराजित गर्ने भनेर तिमीले पनि केही शिक्षा लिन जरुरी छ प्रहलाद। अब तिमी गुरुकुलमा गएर गुरु शिक्षा लिएर